नमस्ते साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी पोखराको बेगनास्थल घुम्न जान लागेको। आजको ब्लग चाहिँ त्यहीँको हुनेछ र आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भनेर। बाटो राम्रो बना रहेछ अहिले। नेपाल प्राइभेट विकास हुँदैछ। बेगनास्थल आइपुग्यौँ। बेगनास्थल हामी चाहिँ बेगनास्थल लागेको साथीहरू। पानी अलिअलि उता पनि लगाएको होला। कति फोहोर त नि सफा नगरेर होला नि व्यवस्था त्यति पनि छैन कि त्यति पोप्लो ठाउँहरू पनि है। हो चाहिँ बेगनास्थलको गरेको छ के अरे बोर्ड राखेको छ। हामी चाहिँ बेगनास्थल घुम्दैछौँ साथीहरू। टिकटक बनाएर भ्याइयो अब। गाइस फर्किने बेलामा पानी पऱ्यो। हामी चाहिँ खाजा खान बस्यो। पनि आयो खाजा, चाउमिन पनि आयो। अब हामी फर्किन लागेको। भर्खरै पानी पऱ्यो थियो, भर्खरै घाम लाग्छ। त्यस्तै हो हेर्नु, कति बेला घाम लाग्छ कति बेला पानी पर्छ थाहा नै हुँदैन। अब नेक्स्ट भ्लगमा भेटौँला साथीहरू। बाइ।